साथीहरू तपाईहरुलाई आज म एउटा कुरा सोध्छु तपाईहरुले भनिदिनुस् त कमेन्टमा तपाईहरुलाई मन पर्छ कि मन पर्दैन हो हेरेर तपाईहरुले कमेन्ट चाहिँ पक्कै गरिदिनुस् है ल जसले पनि हेर्नुहुन्छ है हेर्नु त हेरिदिनुहुन्छ मेरो भिडियो तपाईहरुले चाहिँ कमेन्ट चाहिँ जरुर गरिदिनुस् होला हैन एउटा कुरा सोध्न आँटेको छु मैले के हो भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ यो छ यो चाहिँ एकदमै पुरानो भएको क्याक्टस हो यति ठुलो छ है हामीहरू अब नजन्मिकन पनि थियो यो है अनि यति दामी छ जहिले तहिले फुलिरहेछ अहिले पनि कोपिला बसिरहेको छ यहाँनिर अनि यो चाहिँ कति वर्ष भएको होला हैन यो चाहिँ यस्तो चाहिँ फरेन कन्ट्रीतिर चाहिँ यसको चाहिँ फोटो पनि यति महँगोमा बिक्छ अरे हो अनि यो चाहिँ कति वर्ष भएको होला कति वर्ष पुरानो तपाईहरुलाई कस्तो लाग्यो हैन तपाईहरुले देख्नु भएको छ कि छैन यति ठुलो यस्तो क्याक्टस है अनि भनेर चाहिँ तपाईहरुले चाहिँ एकदमै तपाईहरुलाई म भन्छु कमेन्ट गरिदिनुहोस् हैन अनि कस्तो लाग्यो त यो क्याक्टसको बोट तपाईहरुलाई भनेर चाहिँ सोधेको छु मैले है तपाईहरुलाई कस्तो लाग्यो भनिदिनुस् होला मलाई चाहिँ एकदमै मन पर्यो एकदमै दामी छ यहाँनिर तपाईहरु हेर्नु आउनु पनि सक्नुहुन्छ है हेर्नुस् कस्तो ठुलो छ ठुलो पुरानो यसको जरा हेर्नुस् ल म देखाउँछु कत्रो कत्रो छ अब यहाँ हेर्नुस् जरा नै कत्रो छ हेर्नुस् है जरा हेर्नुस् त कति वर्ष पुरानो भएको होला यो चाहिँ तपाईहरुले कमेन्ट चाहिँ पक्का गरिदिनुस् होला ल त यति नै थियो आजको भिडियो बाइ बाइ